जन्डिस। जन्डिस भनेको छाला र आँखामा पहेँलो देखिनु हो। नवजात शिशुमा यो कहिलेकाहीँ सामान्य र कहिलेकाहीँ जटिल पनि हुन सक्छ। अत्यन्तै जटिल अवस्थाको जन्डिसले दिमागलाई हानि पुर्याउन सक्छ। यस भिडियोबाट जन्डिसको जाँच कसरी गर्ने र सामान्य जन्डिसलाई कसरी मद्दत गर्ने अनि जन्डिसको बारेमा तुरुन्तै कसरी सिफारिस गर्ने भन्ने कुरा थाहा पाउन सकिन्छ। आमा बुबालाई आफ्नो 4 दिने जुम्ल्याहा बच्चाको अनुहारमा देखिने पहेँलो रङको चासो हुन्छ। पहिला हात धुनुहोस् र थर्मोमिटर पनि सफा गर्नुहोस्। यी जुम्ल्याहा बच्चाहरूको तापक्रम लिँदै गर्दा पृष्ठभूमि सहित महत्त्वपूर्ण जानकारी सोध्नुहोस्। पहिलोचोटि पहेँलो रङ कहिले देखे? पहिलो 24 घण्टा अगाडि जन्डिस देखिनुलाई असामान्य मानिन्छ। बच्चाले पुग्दो मात्रामा खान नसक्नु, आलस्य र कामले जस्ता समस्या पनि पत्ता लगाउनुहोस्। यस्ता खतराका चिन्हसँगै देखिने जन्डिस धेरै गम्भीर हुन्छ। आमा बुबाले पहिलोचोटि बच्चा जन्मिएको तेस्रो दिनमा पहेँलो रङ देखेका थिए कि जानकारी लिनुहोस्। जुम्ल्याहाहरू फुर्तिला र राम्रोसँग खाना खाएका थिए। यिनीहरूको शरीरको तापक्रम सामान्य थियो। अब जुम्ल्याहाहरूको समस्याहरू जाँच गर्नुहोस्। उनीहरूको चनाखोपनको मात्रा अवलोकन गर्नुहोस्। छिटो श्वास फेरेको र कोखा हानेको जाँच गर्नुहोस्। पेट पनि छाम्नुहोस्। नाइटोको संक्रमणका बारेमा जाँच गर्नुहोस् र छालामा पिपका फोकाहरूको जाँच गर्नुहोस्। अब बच्चाहरूमा जन्डिसको जाँच गर्नुहोस्। बच्चालाई बाहिर लगेर जाँच्नुहोस्। तपाईले प्राकृतिक उज्यालोमा पहेँलो रङको गुण राम्ररी देख्न सक्नुहुन्छ। जन्डिस अनुहारबाट सुरु हुन्छ र छाती, पाखुरा, खुट्टाहरू, हत्केला सहित पैतलासम्म फैलिन्छ। हत्केलादेखि पैतलासम्म पुगेको जन्डिस धेरै गम्भीर हुन्छ। जन्डिस देख्दा जटिल हुन्छ। छालामा सेतो रङ देख्नका लागि बेसरी थिच्नुहोस् र हल्कासँग आएको पहेँलो रङ विचार गर्नुहोस्। बच्चाको नाकमा हल्का पहेँलो रङ आएको पनि देख्न सकिन्छ, पाखुरामा पनि र खुट्टामा, तर हत्केला र पैतलामा जन्डिस छैन। हामीले जन्डिस नभएको बच्चासँग दाँच्न सक्छौं। एउटा सामान्य जन्डिस भएको बच्चा, अर्को पनि सामान्य जन्डिस भएको बच्चा र कडा जन्डिस भएको बच्चा। यहाँ एउटा जन्डिस नभएको बच्चाको हत्केलासँग जन्डिस भएको बच्चाको हत्केला दाँजिएको छ। यहाँ एउटा जन्डिस नभएको बच्चाको पैतलासँग जन्डिस भएको बच्चाको पैतला दाँजिएको छ। जन्डिस स्वस्थ बच्चाहरूमा जन्मिएको दोस्रो दिनपछि देखिन्छ र यो 2 हप्तापछि हराएर जान्छ। साना बच्चामा यो 3 हप्ता जति लामो समय देखिन्छ। जुम्ल्याहाहरूमा सामान्य खालको जन्डिस छ भने यो 24 घण्टापछि मात्रै देखिन्छ र हत्केला र पैतलामा पुग्दैन। तिनीहरूले राम्रोसँग खाइरहेका छन् र कुनै समस्या छैन। आमा बुबालाई बच्चाहरू स्वस्थ छन् र पहेँलो रङ बिस्तारै हराउँछ भनेर ढुक्क पार्नुहोस्। उनीहरूलाई आमाको दुध बारम्बार खुवाउनुहोस्, जसले गर्दा बच्चाले धेरै पिसाब र दिशा गर्न सक्छ भनेर सल्लाह पनि दिनुहोस्। यसले जन्डिसलाई सफा गर्न मद्दत गर्छ। आमा बुबालाई नवजात शिशुको खतराका चिन्हहरूका बारेमा शिक्षा दिनुहोस् र बच्चाको जन्डिस र सुधारका बारेमा जाँच गर्न अर्को दिन आउन भन्नुहोस्। यो बच्चाको जन्डिस हत्केला र पैतलासम्म फैलिँदै गएको छ। उसमा आलस्यता छ र पुग्दो मात्रामा खाएको पनि छैन भने उसलाई कडा खालको जन्डिस छ। बच्चाहरू चाँडै जन्मिए भने उनीहरूमा कडा खालको जन्डिस हुन सक्छ। बच्चा बिरामी छ अथवा रगतको रोग छ। यो बच्चा धेरै बिरामी छ। यो बच्चालाई फोटोथेरापीको सुविधा भएको ठाउँमा तुरुन्तै सिफारिस गर्नु आवश्यक छ, जसले गर्दा बच्चाको जीवन बचाउन सकिन्छ। कुनै पनि बच्चा जन्मिएको पहिलो दिनमा नै जन्डिस देखियो, हत्केला र पैतलामा पनि जन्डिस छ। यदि जन्डिस 3 हप्तासम्म पनि कम भएन भने
यस्ता बच्चाहरूलाई सुविधा सम्पन्न ठाउँमा सिफारिस गर्नुहोस्। सुविधा सम्पन्न ठाउँलाई सूचित गर्नुहोस्। सिफारिस गरेको नोट लेख्नुहोस् र यातायातको व्यवस्था गर्नुहोस्। बच्चालाई 2 देखि 3 घण्टामा दूध खुवाउन र यात्राको क्रमभरि न्यानो राख्न जानकारी गराउनुहोस्। बच्चाहरूमा कडा खालको जन्डिस छ भने तुरुन्तै सिफारिस गर्नुहोस्। सम्झनुहोस्, जन्डिसको सुरुवात अनुहार, छाती र त्यसपछि हत्केला र पैतलामा हुन्छ। सामान्य जन्डिसलाई लगातार आमाको दूध खुवाउनुपर्छ। बच्चा जन्मिएको पहिलो दिनमा जन्डिस देखियो, बच्चा बिरामी छ अथवा जन्डिस हत्केला र पैतलामा छ भने बच्चालाई तुरुन्तै सिफारिस गर्नुपर्छ।